ला प्याजी सकेछ रक पेपर सिजर जब खान सक्दिनँ म नमस्ते जोडले सेवाहरू फ्याफुला सबैजनालाई वेलकम छ आजको हाम्रो गेम च्यालेन्ज भिडियोमा। ऊ चाहिँ मेरो भाइ हो अनि म चाहिँ उसको दिदी हो। हाइटमा चाहिँ ऊ अग्लो छ। अनि यहाँ खानेको परिकार चाहिँ यहाँ पानीपुरी छ, यहाँ प्याजी छ, अनि यहाँ चाउमिन छ, यहाँ चटपटे छ, अनि यहाँ पिरो भयो भने यहाँ लड्डु छ, अनि यहाँ चिजबल छ। अलिकति सेटअप नमिलेर त्यत्रो पर्फेक्टली नदेखियो होला। यसरी रफ पेपर सिजर गर्ने अनि भागेर पर पैनी छोरा चाहिँ आउनुपर्ने है। र अलि आइज ल रफ पेपर सिजर रफ पेपर सिजर ल रफ पेपर सिजर चरपटे भयो रफ पेपर सिजर आइसक्यो भयो भयो अब दिदी रफ पेपर सिजर रफ पेपर सिजर रफ पेपर सिजर ला तेरे पेपर सिजर जा आयो रक पेपर सिजर गाई हेर्नु यहाँ कुदेर खानै नसकिने आत्तेर नि र पेपर रक पेपर सिजर के खानु खाना थालिहाल्न भाइ पछि जुन मिठो लाग्छ तपाईँलाई चाउ चाउ तपाईँलाई खानै छैन रक पेपर सिजर छिटो आइज यसो त मुख ठुलो छ भाइ सकी ल एकैचोटि कत्रो त जान्दैन सर खोर्सानीको धुलो बोक्नु अनि आफू जानेन त्यो छर्देर कुदिहाल्छ रक पेपर सिजर लड्डु रक पेपर मेरो पारी आयो भने बन ए बन रक पेपर सिजर ल रुक रकम छिटो रक पेपर सुट जा मुइने राइट खाना ठुलो अलिक मिठो लाग्ने चाहिँ खान बसिया जान्दैन rock, paper, scissors.
भयो भाइ रक पेपर सिधा जा यस्तो गर्ने गाइज rock paper scissors 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 खान सक्ने ताकत चाहिँ लड्डु rock paper scissors लड्डु नखा भाइ rock paper scissors कुद्न पनि सकिनँ अब त rock paper scissors छिटो छिटो हात चिम्लेर rock paper अयो कस्तो कुदेर खानै नसकिने अब त म खान सक्दिनँ rock paper scissors ढिलो गरिस् हुँदैन ढिलो rock paper scissors कुद्न सक्ने हालत कुद्न सक्दिनँ म कि त हारमान त हारमान म त मान्दिनँ छिटो हारमान म केही भन्दिनँ यो मेरो युट्युब च्यानल मेरो बेइज्जत हुन्छ त हारमान म त कुद्न सक्ने हालतमा छैन ममा rock paper scissors जाऊ यो खान्छु अब ला प्याजी सकेछ रक पेपर सिजर खान सक्दिनँ म यो गेम सिद्धै म हार्नु भएन नि त म खान सक्दिनँ त्यही भएर पानी पुरी खाए नि गम के गम यस्तो गऱ्यो पुगे रक पेपर सिजर सक्दिनँ हौ खानु के मालुम पहिले नपुग्यो हौ त खानै सक्छ rock paper scissors मै खान सक्दिनँ मेरै पालि आउँछ जस चटपटे मात्र सबै गेम सिद्धिको निक्लिनु आँटिसम्म खान सक्दिनँ आरमान हारमान यो मेरो युट्युब च्यानलमा मेरो बेइज्जत हुन्छ त हारमान न
ल त्यही त गाइस मलाई चाहिँ खानै मन छैन अगाए गाइस म अगाए फेरि तपाईँले खान सकेको छ म यो राति खानु मिठो हुन्छ क्या हारमाने भन् गाइस आई एम गिभ अप यो हारो सक्छ त कसैले सक्दैन नि फेरि थ्याङ्क यू फर वाचिङ गाइज रमाइलो भयो अब यहाँ भुँडी सबै गोलमोल भएको छ अब के हुने हो थाहा छैन हालत उल्टी आउँछ गाइस तर नि त्यो सोचे जस्तो मजा खानै नसकिँदो रहेछ नि रमाइलो त भयो तर त्यो कुनै सकिँदैन गाइस कुनै त्यो स्वादले खानै नसकिने रहेछ ओह ल थ्याङ्क यू फर वाचिङ बाई बाई बाई